थुक्पा नाम सुन्दाखेरि अलिकति घिनलाग्दो भए तापनि खाँदा चाहिँ स्वादिलो हुन्छ कि थुक्पा नेपाली भाषामा थुक भनेको मुखबाट निस्किने पानी हो पा भनेको चाहिँ खै के हुँदैन तपाईँलाई थाहा छ होला श्रोता दर्शकबिनलाई यो प्रश्न थुक भनेको मुखबाट निस्किने पानी हो पा भनेको के हो आउनुहोस् हामी थुक्पा खानेछौँ प्लस झोल थुक्पाको नुडल्समा झोल हालेर बनिने प्रक्रिया हो यसमा चाहिँ के लगाइएको छ त के लगाइएको छ यो पात के भन्छ यसलाई छ्यापी अनि यसमा अरू पनि मसलाहरू जिम्बु लसुन टिमुर चाहिँ झुट बोलेको जस्तो भयो कसैले अन्डा खाएर कुखुरा खाएको भने जस्तो यसलाई टिमुर पनि एड गर्नेछौँ किनकि धेरै भयो टिमुरको स्वाद धेरै राम्रो हुन्छ तर गर्मी महिनामा यो टिमुर धेरै नखानु होला यसले गर्मी गराउँछ त्यसै त गर्मी छ थ्याङ्क यू सो मच यो बनाउने मेरो श्रीमतीलाई अनि छोरीलाई थ्याङ्क यू